काठमाडौँ क्षेत्र नम्बर 4 का युवा भाइ बहिनीहरू, तपाईहरू स्वदेशमा रहनुभएका र यस क्षेत्रबाट अहिले विदेशमा काम गरिरहनुभएका, अध्ययन गरिरहनुभएका सबै भाइ बहिनीहरूप्रति म नेकपा एमालेको उम्मेद्वार राजन भट्टराई हार्दिक नमस्कार भन्न चाहन्छु। म सूर्य चिन्ह लिएर तपाईहरूको बसोबास रहेको क्षेत्रको उम्मेद्वारको रूपमा खडा भएको छु। यहाँहरूलाई थाहा छ, म विगतमा पनि उम्मेद्वार थिएँ र अहिले पनि म उम्मेद्वारको रूपमा यहाँ उपस्थित भएको छु। यति बेला मैले तपाईहरू समक्ष एउटा आग्रह गर्न चाहन्छु। तपाईँ युवा भाइ बहिनीहरू हुनुहुन्छ, तपाईहरूले आउने निर्वाचनमा सक्रिय सहभागिता जनाएर जो देशभित्र हुनुहुन्छ मतदानमा सहभागी भइदिनुहोस्, जो देश बाहिर हुनुहुन्छ आफ्ना नातागोताहरूलाई सही ठाउँमा मतदान गरिदिनका लागि सहयोग गरिदिनुहोस्। यो निर्वाचन वास्तवमा भन्नुहुन्छ भने एउटा अप्ठ्यारो परिस्थितिमा फेस गरिरहेका छौँ। यस्तो अवस्था जति बेला सहज हिसाबले संविधान कानुन नियमित निर्वाचनको कुरा गर्नुहुन्छ भने हामी मङ्सिर 2084 मा मात्रै यो निर्वाचन सम्पन्न गर्नु पर्थ्यो। तर मुलुक असामान्य अवस्थामा गएको कारण हामी आज यो अवस्था भोगिरहेका छौँ। युवा भाइ बहिनीहरूमा एउटा प्रश्न के उठाइएको छ भने त्यसको कारक को भनेर भन्दा नियमित रूपमा हिजो 79 मा निर्वाचित भएर जनताले रोजेका राजनीतिक दलका सांसदहरू र त्यो संसदलाई विघटन गरेर यो निर्वाचनमा आउनुपर्ने कारण हामी संलग्न राजनीतिक दललाई दिएका छन्। मेरो यहाँहरूसित अनुरोध छ, युवाहरू भनेको तर्कशील हुन्छन्, उनीहरू लजिकमा विश्वास गर्छन्, उनीहरू ऱ्यासनल हुन्छन् र उनीहरूले ऱ्यासनल हुँदाखेरि उनीहरूले बुझेका छन् डेमोक्रेसीमा सत्ता परिवर्तन मन नपराउन पाइन्छ, नेता मन नपराउन पाइन्छ, पार्टी मन नपराउन पाइन्छ र तिनीहरूलाई फेर्ने भनेको आफ्नो मतदानको प्रक्रियाबाट हो। चाहे त्यो प्रधानमन्त्री फेर्नलाई संसदमा हाम्रो 275 मध्ये 138 पुर्याएर बहुमत पुर्याएर फेर्ने सवाल होस्, चाहे त्यो निर्वाचनका माध्यमबाट मन नपरेको दललाई मत नदिएर र नदिन अपिल गरेर उसलाई पराजित गर्ने कुरा होस्। यो शान्तिपूर्ण बाटोबाट डेमोक्रेसीमा शान्तिपूर्ण कुरालाई नै प्रधान मानिन्छ। शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरणलाई डेमोक्रेसीको ब्युटी भनिन्छ। यस्तो ब्युटीलाई हामीले अर्को बाटोबाट सत्ता परिवर्तनको स्थितिमा लाने कुरा जुन ढङ्गले व्याख्या गरिँदैछ त्यसको भ्रममा हामी पर्नु हुँदैन र हामीले लोकतन्त्रको एउटा आधारभूत कुरा कि शान्तिपूर्ण हस्तान्तरणको पक्षमै उभिनुपर्छ, उभिनु हुनेछ। जहाँसम्म भाद्र 23 र 24 गतेको कुरा छ, 23 गते बिहान नवयुवाहरूले अत्यन्त जायज माग राखेर शान्तिपूर्ण बाटोबाट माइती घरमा जम्मा भएर बानेश्वरसम्म गएको कुराप्रति हाम्रो ऐक्यबद्धता छ। हामीले त्यसलाई स्याल्युट गरेका छौँ र सामाजिक इस्युहरूलाई उठाएर युवाहरू त्यसरी सडकमा आउने कुरा अत्यन्त जायज कुरा हो। तर आयोजकले हाम्रो कार्यक्रम सकियो भनेर घोषणा गर्दा गर्दै त्यो निषेधित क्षेत्र तोडेर त्यसपछि सभाभवनतर्फ त्यो जुलुसको नेतृत्व कसले लिएर गए, को नेतृत्वकारी हो, किन त्यत्रो विध्वंस त्यहाँ हुने स्थिति भयो, त्यो तहमा एउटा शान्तिपूर्ण जुलुसमा गइरहेका युवाहरूलाई उनीहरूको जीवन आहुति दिनुपर्ने अवस्थामा कसले पुर्यायो, किन भयो, आयोजक होइनौ भनिरहनु भएको छ, अरू कसैले त्यसमा हामीले गरेको भनेर जिम्मेवारी लिइरहेको छैन। यस्तो अवस्थामा हामीले छानबिन गरौँ। त्यो 23 गते बानेश्वर एभरेस्ट होटल पछाडिको गतिविधिदेखि 24 गतेसम्म त्यसलाई देखाएर देशको सिगौली सन्धिपछि सबभन्दा ठुलो नोक्सानी जुन भएको छ त्यो गराउने कुन शक्ति हो? देशभित्रको शक्ति हो अथवा त्यसमा अरू कोही छ? यो कुराको छिनोफानो गर्नलाई हामीलाई एउटा निष्पक्ष छानबिन आयोग जरुरी छ। त्यो छानबिन आयोगले निष्पक्ष प्रतिवेदन तयार गरेर जो जो दोषी हुन् तिनलाई कारबाहीको दायरामा ल्याउने कुरामा म नेकपा एमालेको व्यक्ति भएर मात्रै होइन, म एउटा देशभक्त नागरिकका हिसाबले पनि देशको यति ठुलो नोक्सानी हुँदा, देशको कोर भ्यालुमाथि यो तहको आक्रमण हुँदा हामी चुप लाएर बस्न सक्दैनौँ। यसको छानबिन गरिनुपर्छ र हुनुपर्छ भन्ने मान्यता राख्छौँ। त्यसो भएको हुनाले
म यस मामलामा हाम्रो कुनै भ्रममा पर्नुपर्ने कारण छैन। त्यो छानबिनबाट निष्कर्ष निस्किँदा नेकपा एमालेको जो कोही व्यक्ति कारबाहीमा पर्छ भने पनि उसलाई कारबाही गरिनुपर्छ भन्ने कुरा हाम्रो पार्टीको औपचारिक निर्णय हो र त्यो निर्णय हाम्रो अध्यक्ष स्वयंले बाहिर ल्याइसक्नु भएको छ। त्यसो भएको हुनाले यहाँहरू त्यो भ्रममा पनि नपरिकन र यो क्षेत्रमा खास गरी युथहरूका भोलि चाहे त्यो युथहरूको जबको कुरा होस्, चाहे एजुकेसनको कुरा होस्, चाहे हेल्थको कुरा होस्, चाहे स्पोर्ट्सको कुरा होस्, चाहे युथहरूलाई प्रमोट गर्नका लागि कतिपय पोलिसीगत हिसाबले राज्यका निकायहरूमा युथ रिप्रेजेन्टेसनलाई बढाउनका लागि खेल्ने भूमिकाको कुरा होस् र चाहे युथहरूलाई पोलिटिक्समा पार्टिसिपेट गराउनका लागि पार्टीभित्र संगठनहरूभित्र सामाजिक सङ्घ संस्थाभित्र प्रमोट गर्ने कुरा होस्, यी यावत कुरामा मेरो नीतिगत नेतृत्व रहनेछ। म सक्रिय रूपमा तपाईँहरूले भोलिका दिनमा मलाई पार्लियामेन्टभित्र पनि सरकारका विभिन्न निकायहरूसित समन्वय गर्दाखेरि पनि तपाईँले अग्रभागमा पाउने हुनेछ। त्यसो भएको हुनाले युथ भनेको स्पिरिट हो, युथ भनेको युथको पक्षमा काम र परिणाम कसले ल्यायो भन्ने कुरो प्रधान हो। यो कुरालाई यहाँहरूले बुझ्नुहुनेछ र त्यसअनुसार आउने निर्वाचनमा युथहरूको बहुसङ्ख्याले नेकपा एमालेको तर्फबाट म उम्मेदवार खडा भएको राजन भट्टराईलाई मतदान गर्नुहुनेछ र यो मतदानमा यहाँहरू सहभागी भइरहँदा काम गरेर हिजो जिम्मेवारी पाउँदा पनि विवादमा नभइकन म जिम्मेवारीमा गएर त्यहाँबाट फर्किँदा पनि कुनै विवादमा नपरेको व्यक्तिको रूपमा एक हिसाबले तपाईँहरूले खोज्नु भएको इमान्दार, पढे लेखेको, राष्ट्रिय अन्तर्राष्ट्रिय विषय ज्ञान हासिल गरेको आज म त्यही सुन्छु प्रत्येक युवाहरूको मुखबाट। मलाई लाग्छ म यहाँहरूले छान्ने त्यसभित्रका त्यो क्राइटेरियाभित्रको उपयुक्त पात्र हुँ अथवा उम्मेदवार हुँ भन्ने कुरा यहाँहरूका बिचमा राख्न चाहन्छु र यहाँहरूसित फेरि एकपटक अनुरोध गर्न चाहन्छु, सूर्य चिन्हमा मतदान गरौँ, नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई विजयी गराउँ।